हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज हामी यस एक्सप्रेसनमा साउन्ड चेक गर्न जाँदैछौँ। अनि मलाई चाहिँ केटाहरूले लिन आउँदैछ। आइसक्यो होला बाटोपट्टि लिएर आउने भन्नु थियो। त्यही भेटौँ लाग्छ अहिले एकछिनमा। के छ दोस्तहरू? हिँड्दैछौँ पनि यसको लागि। के केटाहरू टेन्स हो? मर्निङ सिचुएसन हो अहिले। अब बाबु त्यहाँ सिट बेल्ट खोलेर आउँदा के सिधै जाऊ है? मैले त्यहाँ सिधै जाऊ है? हजुर सिधै जाऊ है? होइन नि, तिमी पुग्यो? ल हामी 5 मिनट पुगिहाल्छ। राइट जम्दै हो। के भयो? खुट्टा टेक्यो क्या? हामी आइसकेको छौँ बिलकुटी मण्डप। यता हेरेर बोल न, आई कन्ट्याक्ट गरेर अडियन्स आउँदाखेरि अनौठो फिलिङ आउँदो रहेछ। जुन कुराले दियो तिन कुरा त्यो लिन्छ पनि। कुराले लिन्छ पनि। के के भन्न भन्नु भन्नु फेरि जुन कुराले केही कुरामा फेरि आउँदाखेरि एकदम गर्व जस्तो हुन्छ होइन। अनि हामी अब जाँदैछौँ। स्टेज एरिया चाहिँ त्यहाँ छ। त्यहाँ छ भन्ने प्रक्रियामा छ अहिले, बनिसकेको छ। पूजन दाइले हामीलाई कति जाने बित्तिकै हामी पूजन दाइलाई खोज्छौँ। 10:45 बोलाउनु भएको थियो। 10:45 पनि भइसकेको छ। मात्रै भएर आइस भयो खोइ एन्ट्री दिएन जस्तो छ आयुषलाई। हो क्या आइस पनि खुसीले गदगद भइसकेको छ। यसको त चमकै अर्कै छ त। के हो फेरि त फर्किँदाखेरि आज मुस्याली छुट्टिसकेको छ। चमकै छुट्टी छ त बाबुको त। के छ हालको? आफ्नै माटोमा गाउनु पाउँदा हामी पनि एकदम खुसी छौँ। आफ्नै माटोमा गाउनु पाउँदा। साउन्ड चेक त अहिले हुँदैन त। यार अहिले त हुँदैन। सरलाई ठाउँमै चाहिँ उठाउनु पर्ला जस्तो अब यो सरलाई गएर। फकिङ हेलो रहेछ। ल भइहाल्छ नि। हो आइहालौँ। सामानै बोकेर हो। हामी आफ्नै यही टेबलमा बसाइ होइन त? यो टेबलमा बसाइ होइन त? के बनाएको त्यही बनाउने हो कि? परोठा हो। मलाई त अन्डा के खानेर हामीले? चाउचाउ अन्डा सुप हालेर भयो। दिदी अन्डा हालिदिनु ल। एप्पी छ भने एप्पी। यहाँ हाम्रो सर्वर सिङ्सको चाहिँ जहिल्यै चाउचाउ र मोमोमा मात्र हुन्छ जिन्दगी बाँचेको भनेर। पिजी घर यसपालि छ नि त बिरामी। सही रहेछ नि। कन्डिसन त अस्ति फ्रेस हुने तिम्रो त पुरै ब्लू देखिरहेछ तिमी त। सनस्क्रिमलाई त नि मेरो यस्तो चाहिँ गाह्रो भइरहेको छ। अहिले हामी खाजा खाएर निस्किसक्यौँ। केटाहरू चाहिँ के कोही कस्तो डाडी चल्यो नि यार दाइ।
बन्ने जिनीहरूको साझामा हामी अहिले यस्तो प्री साउन्ड चेक डिभाइडरहरू एकचोटि हेर्नु न सेट हान्दैछ सिम्बल्सहरू त्यहाँ बुझाउँदा फटिँदै हुन्छ उता सिग्नेचर ड्रम गइसक्यो ब्लग गरेर छौँ कहाँबाट जाने क्या हामी त्यसै उता अगाडिबाट हिँड्नु उतैबाट होला आफ्नै हो यहाँ त पुरै ताल परिसकेको छ यार हाम्रो प्यारो स्टेज एस एक्सप्रेसन 30 सेप्टेम्बरको लागि चाहिँ पोस्टपोन भएको रहेछ अस्ति 28 सेप्टेम्बरमा यो पुरै भिजेर गयो सरी दाइ मिलाउँदै दिन्छु त्यहीबाट गइदिनु पऱ्यो यसो अलिअलि सेट हान्दै गरिन्छ छिटो छ अलिक हाम्रो प्यारो दाइ त्यहाँ काम गर्दै हुन्छ अहिले हामी जस अलिअलि स्टेज सेटअप सोचान्छ चाहिँ सिम्बल सेटअप हानिसक्यो यसले पनि एरेन्जमेन्ट हानिसक्यो हामी नै हान्दैछौँ है त प्यारो सामान आइसकेको छ सेनहाइज इन इयर्स क्युडिज अन द फ्लोर यो चाहिँ दाइको यो चाहिँ मेरो यहाँ नाम चाहिँ हुन्छ क्या अर्बित दोस्त के छ ठिक छ नि अलि अप्ठ्यारो हो योपालि चाहिँ अर्बित चाहिँ अलिअलि बिरामी छ होइन पहिला चाहिँ सरहरूलाई 3टा सिटामलको चार्जमा थिएँ र अहिले पनि सरहरूलाई हो तर देखावटी पनि छैन आइस दोस्त के छ सेट भयो के छ त 2 शब्द जाओस् न आज How's the feeling? How are you feeling? एकदम उसले चाहिँ एकदम फिल गरिरहेछ सस्ता सेट भयो सबै सिम्पल इनियर्स आयो कस्तो लाग्दैछ त आज रमाइलो छ हो कुन हो पढ्नु यो रेफरेन्स बस आफ्नै बाटो है दाइ खटिरहनु भएको छ त्यो हामी पनि खटिरहेको छौँ Yes. हाम्रो साउन्ड चाहिँ के 8 9 10 नै पुग्ला जस्तो च्याम्लिङ होइन भोलि बिहान 10 बजे सुरु हुन्छ च्याम्लिङ दाइको चाहिँ
हाम्रो साउन्ड चेक सकिसकेको छ फाइनली। हामी लाग्छौँ अब यसो एकलट यसो प्र्याक्टिस हान्न, त्यसपछि हेरिन्छ अब के गर्न सकिन्छ। आवाज आउँदैन खान्छ बिस्तारै है, भोलि बजाउनु पर्छ नि फेरि। भाइ चाहिँ भाइलाई बजाउँदैन अनि भाइ पनि पछि हिँड्यो, भोलि आउने होला नि त यहाँ सुन्नलाई। मामाको हरे गिटार छ म सधैँ बजाउने हो पेलिहाल्यो भाइले फेरि। के हो भन त?